किसानको खेत बालीमा तपाईँ पानी दिनुहुन्छ भने तपाईँलाई कमिसन आउँदैन? कहाँबाट आउँछ? तू दिन्छ? पानी वर्षन्छ भगवानले दिन्छ, हाम्रा कमिसन नै दिन्छ। पत्रकारलाई हात हाल्ने हेर्नु भएछ नि? हाल त के भयो? हालियो न, रातमा बियर खाए थियो, हालियो न। कौन पत्रकार भन्छ रे? दिवाकर साहब त मारियो न रे, 12 बजे रात को मारियो न। के कर लियो तिम्रो सरकार, तिम्रो जनता? ठीक सिकाइ जाइ, ठीक पत्रकारी गर्न आउँदैन। पहिला गयो त तिमी पनि जा, पत्रकारीको पी सिकेर आइज, पी बाबु। तपाईँले बजेटमा छुट्याउनु भएछ न त्यो किसानहरूको लागि पानी खाद? बक्लो पत्रकार छ रे। पानी कहाँबाट छुट्याछु? कठोरमा राख्छु, छिपामा राख्छु, बाल्टिनमा राख्छु। खेतहरू सुकिरहेको छ, त्यो खेतहरूमा पानी कसरी जान्छ? कसरी जान्छ? डोर हाजरीमा खटाएको छु 400-500, सबैलाई गएर मुताइदिन्छु त पानी बग्छ? ओनाको नै न बग्छ पानी। जान्छ बजेट उठ्छ, हमर कमिसन आउँछ, ओते टेन्सन हम नै बग। फोकटिया कुरा सब नै सोधन, निक बात सब पुछन। अनि 2084 को योजना तपाईँको के छ? नमस्ते नमस्कार सम्पूर्ण दर्शकबिन्दुहरूलाई म स्वागत गर्न चाहन्छु। आज हामीसँग जुडिसक्नु भएछ किसानको समस्या लिएर मधेसकै वरिष्ठ नेता। उहाँ आज किसानको बारेमा सम्पूर्ण कुराहरू बताउनुहुन्छ र जुन अहिले किसानलाई समस्या परेको छ, समस्या भोग्नु परेको छ, ती समस्याहरूलाई उहाँ टाढा गर्नुहुन्छ। हामीसँग जुडिसक्नु भएछ सप्तरिया बाबा नेताज्यू, मधेसकै वरिष्ठ नेता हुनुहुन्छ। उहाँलाई हामी स्वागत गर्न चाहन्छौँ। स्वागत छ नेताज्यू। एउटा बात हम तोरा से कहन छ रे, तू कौन धमला भन्छ रे? कौन धमला भन्छ रे? ऋषि धमला भन्छ सायद। हजुर हजुर, ऋषि धमला पत्रकार, उहाँ वरिष्ठ पत्रकार जो हुनुहुन्छ। के उहाँको बारेमा तपाईँ के भन्न चाहनुहुन्छ? अब यी भन्न चाहन्छ तू ऋषि धमला का भाइ छ कि के? तू एना गर्छ, एना इजे कोर तोड जान्छ। हम किसान का होइन, त्यो कुराहरू तपाईँ नभन्नुहोस्। पहिला तपाईँ बताउनुहोस् किसानको समस्या कसरी तपाईँ दूर गर्न सक्नुहुन्छ? किसान का समस्या त दूर हुन्छ। सबसे पहिला हमरा बहुत समस्या छ, वही से हम जुझ रहल छ। त केना करके उ समस्या समाधान हुन्छ? उ हमर बड़ी गाडहरू सब पूछ त। होइन, तपाईँ यो कुरा भन्नुहोस्, तपाईँलाई समस्या छ त मैले बुझेँ, तर किसानलाई अहिले खडेरी परेको छ, पानी परिरहेको छैन, सिँचाइको समस्या छ, खाद बालीको समस्या छ, खाद भेटिरहेको छैन, खाद भेटे पनि ठेक्का पट्टामा लागिरहेको छ। यस समस्यालाई तपाईँ कसरी दूर गर्नुहुन्छ? तपाईँलाई जनताले भोट दिएर जिताएको छ, तपाईँमाथि जनताको अधिकार छ, तपाईँ के भन्न चाहनुहुन्छ यसमा? अब तू पत्रकार सही कुरा भन्छ। देख, और किसानलाई त बहुत समस्या छ, उ हमहु बुझ्छ। लेकिन उ समस्या जे जुन छ, जना अखनी छ समस्या, पानीको समस्या छ, उ समस्या छ। तर एउटा भित्रका कुरा के छ, हरेक चीजबाट नेतालाई कमिसन आउँछ, तर पानीबाट कमिसन आउँछ नेतालाई? अब पानी वर्षन्छ भगवानले दिन्छ, हाम्रा कमिसन नै दिन्छ। बोरिङबाट पानी फ्याँक्छ, मटरबाट पानी फ्याँक्छ, त ओहिमा हाम्रा कमिसन आउँछ? नै आउँछ। नै आउँछ त हम सुत्छ। ऊ समस्या नै हुन्छ। जयबाट हाम्रा कमिसन आउँछ, ऊ समस्या हम तुरंत समाधान गर्छ। ऊ हमरा नै पुग्छ। तू ठिकेदारी गर्छ, आरसीसी ढलान गर्छ, ऊ मिसगिटी गिराउँछ, खेतमा ऊ पोल पाल गराउँछ, बड़का ऊ रोड बनाउँछ। किसानको समस्या अहिले पानी परेको छैन, खेतसम्म पानी कसरी पुर्याउनुहुन्छ? त उहाँ कुरा हमू भन्छ। पानीबाट अलुवा आउँछ कमिसन आउँदैन त हम किन ऊ पानीको समस्या दूर गर्छ? किसान जान्छ कहाँबाट पानी ल? हाम्रो काम नै छ। ऊ किसानको खेत बालीमा तपाईँ पानी दिनुहुन्छ भने तपाईँलाई कमिसन आउँदैन? कहाँबाट आउँछ? तू दिन्छ तू पत्रकार बहुत माइक लिएर बापका बपौती छ, घुसाइदिन्छ। तू जे लिन्छ कमिसन चाहिँ कहाँबाट आउँछ? हामी कमिसन लिने पत्रकार होइनौँ, हामी देशको सच्चा र चौथो अङ्ग हो। हामी कमिसन लिएर काम गर्दैनौँ। हामीलाई के को कमिसन? हामी त देशको लागि काम गर्दैछौँ, हामी जनताको लागि काम गर्दैछौँ। यी जनताहरू सबै जानिरहेका छन् हामी कसको लागि काम गर्दैछौँ। तपाईँहरू घुसखोर हुनुहुन्छ, तपाईँहरू भ्रष्टाचारी हुनुहुन्छ। हम भ्रष्टाचारी नै छ। ऊ के भन्छ रे घुरघुरा?
ऊ के तू मार मार के तो हमरा पदरा का हार तोड़ दी झरे पत्रकार। हम भ्रष्टाचारी न, हम घूसखोर नेता छ, घूसखोर। हमरा गांव घर के लोग मुरुख छ, ऊ भ्रष्टाचार नहीं बुझ ना, तो घूसखोर बुझ। कोई कोई भन्छ तर ओते नहीं छ। होइन थोरै पानी परेको छैन, खेतहरू सुकिरहेको छ, तो खेतहरूमा पानी कसरी जान्छ? कसरी जान्छ? डोर हाजरीमा खटाएको छु 4-500, सबैलाई गएर मुताइदिन्छु त पानी बग्छ? ओनाको नै न बग्छ पानी। तपाईँ भ्रष्टाचारी नेता मात्र हुनुहुन्न, तपाईँ गोजी भर्ने नेता हुनुहुन्छ, गोजी भर्ने नेता। जनताको खुन चुसेर बस्नु न एकपल्ट। हाय, रुक बस्नु, न, कहाँ हाय, जाँदै रुक हुनुहुन्छ? न, जवाब दिनु- नेता। नेताजी जवाब दिनुहोस् न। छ रे, छ 1 टका छ गोजीमा छ। गोजी भर्ने नेता हो, गोजी भर्ने। बुढ़बक जैसा नि पत्रकारी नहीं गर। पहिना माल देख गोजी में छ कि नहीं छ, हमार खाता देख खतो में 1 टका छ। गोजी भर्ने नेता छ। एहने एहने पत्रकार का 12 बजे रात में थकुच छ। कि हामी जनतालाई साँचो कुरा देखाउन हामी 12 बजे राति मेहनत गर्छौँ। तपाईँहरू जस्तो भ्रष्टाचारी र असार मसान्तमा तपाईँहरू जुन घुसखोर गर्नुहुन्छ नि, अनुकम्पा काम छ नि, सुन्दर काम, त्यो सुन्दर काम हामी हेराउनको लागि 12 बजे राति जान्छौँ। तपाईँहरू हामीलाई त्यो गर्नुहुन्छ? त मारियो न रे, 12 बजे रात को मारियो न। क्या कर लियो तुमरो सरकार, तुमरो जनता? ई ठीक सिखाइ ई ठीक। पत्रकारी गर्न आउँदैन, पहिला गयो त तिमी पनि जा, पत्रकारी को पी सिखेर आइज, पी बाबू। अनि हाम्रासँग इन्टरभ्यू ले। नेताजी, पत्रकारमा पी कहाँबाट हुन्छ, आर कहाँबाट हुन्छ? पत्रकारमा यदि नेपालीबाट बोल्नुहुन्छ भने पत्रकारमा प हुन्छ, अन्तमा र हुन्छ, र पत्रकारको इङ्ग्लिसमा जर्नालिस्ट भनिन्छ, र जर्नालिस्टको जे आउँछ पहिला, त्यसपछि लास्टमा टी आउँछ। यहाँ पी र आरको कुरै रहेन। यो डोर हाजरीमा जुन तपाईँ आफ्नो कार्यकर्ता जुन राख्नु भएछ, यो कर्मचारीको रूपमा राख्नु भएछ कि कार्यकर्ताको रूपमा राख्नु भएछ? कर्मचारी या कार्यकर्ता हम उसम नहीं बुझ्छ। यिनीहरूलाई 30-30 हजारमा हम राखे छ। एक दिन को 1 हजार को दरले राखे छ, तो 10 हजार हमार कमिशन हुन्छ। 20 हजार एकरा दिन्छ। हम कोनो बेमानी गर्छ रे? एमा कोनो बेमानी न। हमरा नै ईमानदार नेता न भेट्छ। अनि यो किसानको लागि जुन अस्ति बोरिङ पाइप धसाउने जुन आएको थियो योजना, त्यसमा तपाईँ भन्नुभएछ कि जहाँ जहाँ मन लाग्छ त्यहाँ त्यहाँ गराइदिनुहोस्। आफ्नै चिनजानको, आफ्नै नातेदार गोतेदारकोमा तपाईँ यो जुन बोरिङ गराउनु भएछ, यसमा तपाईँ के भन्न चाहनुहुन्छ? यसमा के भन्ने, सरकार बजेट दिएछ, बोरिङे गराउनु छ न, त 2 आदमीको फाइदा हुन्छ। एउटा गार्ने वालालाई, एउटा जसलाई बजेट दिएछु, जहाँ हुन्छ त्यहाँ गाडिदिन्छ। के भयो, पानी आउँछ आउँदैन हाम्रो ऊ समस्या होइन। ऊ गाडिदियो, गएर ऊ के भन्छ रे, ऊ चेक गरे वाला का। त होइन, सुन्नु न नेताजी, जुन बोरिङ गाड्नु भएछ त्यसमा पानीको साटोमा हिलो आइरहेछ। हिलो हो कि सिलो हो, हमरा उसँग नै मतलब छ। पानी आउँछ कि आउँदैन ऊ जान्छ, बजेट उठ्छ, हमर कमिसन आउँछ। ओते टेन्सन हम नै बोक। फोकटिया कुरा सब नै सोधन, टेक्निक बात सब पुछन। अनि 2084 को योजना तपाईँको के छ? योजना के छ, पहिला चुनाव जित्छ तब न योजना बनाउँछ। को बनायो तँलाई पत्रकार रे? को बनायो? म पत्रकार आफै बनेको छु। आफै बनेको छैन त, कमिसनबाट पत्रकार बनेछ हामीलाई। होइन, तपाईँ यो कुरा भन्नुहोस् न, तपाईँले यति भ्रष्टाचार गर्नुभयो, त्यो भ्रष्टाचारको फेरि भ्रष्टाचार नभन्, घुसखोर भन्, घुसखोर। तपाईँ त यति घुस खानुहुन्छ, घुसखोर हुनुहुन्छ, देशको लागि काम गर्नु भएन। त्यो 2084 सालमा जुन चुनाव आउँछ, तपाईँ त चुनाव कसरी लड्नुहुन्छ? फेरि जनताले तपाईँमाथि विश्वास गर्छ? यतिसम्म विश्वास नै गरेछ। फेरि जनतालाई तपाईँ के बहुत गर्नुहुन्छ? बोल्छ तू, बहुत बोल्छ। अब हम बोल्छ सुन। यसरी मुर्गा बियर बाँच्छ, भोट लिन्छ। पूरा देश को हम ठिका लिएको छ रे, कि हम अपना एरिया पे को ठिका लिए छ? हमरा एरिया पर को थोड़ा सा भोट दिए त पूरा देश को हम ही ठिका लिन्छ कि पूरा देश को प्रधानमन्त्री लिन्छ? कौन पत्रकार बकलोल पत्रकार छ? तपाईँ कृषि मन्त्री पनि बन्नु भएको थियो नि त। अब बहुत मन्त्री बन्छु हम, तोरा बापको गोजीबाट नै न बन्छु। तोरा टेन्सन हुन्छ। बाबुको नाम लिनुहुन्छ भने तपाईँ जस्तो हामी भोट होइन, चुनावको टाइममा चोट पनि दिलाउँछौँ हामी। घैने ओदार दिन्छ हमर छोरा सब, देख्छ तू? पत्रकारलाई हात हाल्ने
हेर्नुभएछ नि ए, हाल छ के भयो हालियो न रातमा बियर खाए थियो हालियो न कोन कोन पत्रकार भन्छ रे दिवाकर शाह दिवाकर दिवाकर शाह हालियो न के भयो कहीँ हुँदैन है देशमा तपाईँ मलाई मार्नुहुन्छ न एउटा बात भन्छ नै मलाई मान्छ। मार्नुहुन्छ मार्न बेटा गर्छु उठा उठा बजार छु हाँ एकर 5,000 हम बेसी दिन्छ ई कनि बहादुर छ देखैमा न छ मुर्गा टाङ बात बहुत डेन्जर बोल्छ ई होइन तपाईँ किसानहरूलाई पानी दिनुहुन्न पानी दिन्छु त कहाँबाट दिन्छु तपाईँले बजेटमा छुट्याउनु भएछ न त्यो किसानहरूको लागि पानी खाद ए बक्लो पत्रकार छ रे पानी कहाँबाट झुट्याछु कठोटमा राख्छु छिपामा राख्छु बाल्टिनमा राख्छु अगर झुट्याएर हालिदिन्छ देख ताली मार्छ पानी परेको छैन कसरी त पानी परेको छैन यति गर्मी छ अब कहाँ परेको छ अब मलाई इन्द्र भगवानको त्यो क्याबिनमा भन्छ नि उहाँ इलेक्सन लड्नु पर्छ त्यसपछि म वर्षा वर्षाउँछु